हेलो एभ्रिवान सबैलाई यो युट्युब च्यानलमा वेलकम छ। आज चाहिँ म सबैमा कमन नै रहेको टपिक नाकबाट रगत बग्ने जसलाई चाहिँ इङ्ग्लिसमा इपिस्टासिस भनिन्छ त्यसको बारेमा थोरै जानकारीमूलक भिडियोहरू बनाउने गरेको छु। अन्तिमसम्म हेर्नुहोला। यसमा चाहिँ सर्वप्रथम सुरुमा इपिस्टासिस भनेको चाहिँ के हो? इपिस्टासिस भनेको चाहिँ नाकबाट रगत बग्नु हो। त्यो चाहिँ मेनली कहाँबाट हुन्छ? लिटल्स एरिया भन्ने एरियाबाट हुन्छ। र एपिस्टासिसको बेला चाहिँ नाकबाट रगत बग्दाखेरि चाहिँ के गर्ने भन्ने हुन्छ। धेरै जसो मान्छेले के भन्छन्, नाक थिच्ने र टाउको चाहिँ माथितिर गर्ने भन्छन् र कोहीले भन्छन् नाक थिच्ने र टाउको तलतिर गर्ने। र यहाँमध्ये चाहिँ के कुरा हो अहिले थाहा हुन्छ। सुरुमा चाहिँ यो नाकबाट रगत के कारणले बग्ने गर्दछ त्यसको बारेमा थोरै बुझौँ। जस्तै नाकबाट रगत बग्ने कारण भनेको चाहिँ त्यही नाककै वरिपरिको कारणबाट पनि हुनसक्छ कि भने चाहिँ हाम्रो जेनरल शरीरभरिको बडीभरिको कजै हुनसक्छ। फर्स्टमा चाहिँ त्यही भरिको कन्जेनाइटल जन्मजात हुन सक्यो, या नाकमा कहिले काहीँ चोटपटक लगाएर कहिले काहीँ कोतारिएर नाक कोटाउने बानीको कारणले हुन सक्यो। र नाकमा चाहिँ कि इन्फेक्सन्सहरू जस्तै साइनोसाइटिसहरू, राइनाइटिस, नाकमा कुनै इन्फेक्सन भयो भने हुन सक्यो। र नाकमा चाहिँ कुनै ट्युमरहरू, कुनै मासहरू डेभलप भएको छ भने सक्यो कि चाहिँ नाक बाङ्गो छ, जसलाई चाहिँ इङ्ग्लिसमा डेभिएटेड नेजल सेप्टम भन्छन् होइन। त्यस्तै गरी नाकको बाहेक अरू ठाउँको के कारणले चाहिँ नाकबाट रगत आउने समस्या हुनसक्छ त्यसको बारेमा पनि बुझौँ। जस्तै हजुरलाई चाहिँ प्रेसर धेरै छ, यदि प्रेसर धेरै भएको बिरामीमा चाहिँ नाकबाट रगत बग्ने समस्या बढी हुनसक्छ। र तपाईँलाई कुनै पनि लामो समयसम्म रगत बग्ने बिरामीहरू छ जस्तै हिमोफिलियाहरू, थ्रोम्बोसाइटोपेनियाहरू, र तपाईँले चाहिँ रगत पातलो गर्ने अर्थात् एस्पिरिन, रगत जम्न नदिने अर्थात् एन्टिकोआगुलेन्ट कुनै पनि औषधिहरू खाइराख्नु भएको छ, त्यसले पनि नाकबाट रगत आउन सक्छ। र यदि हजुरको वरिपरिको मौसम यदि ड्राई छ र कोल्ड छ, र यदि हजुर चाहिँ धेरै उचाइमा हुनुहुन्छ, त्यस्तो कारणले पनि नाकबाट रगत आउन सक्छ। र यदि तपाईँको चाहिँ लिभर फेलियर छ, लिभरमा चाहिँ फेलियर भयो भने क्लोटिङ फ्याक्टरहरू बन्न पाउँदैन, रगत जम्ने तत्त्वहरू बन्न पाउँदैन, जसको कारणले पनि रगत आउन सक्छ। र धेरै ज्वरो आयो भने पनि रगत आउन सक्छ। र यसमा चाहिँ मेन धेरै जसो बच्चाहरूमा चाहिँ के हुन्छ, नाक कोट्याउने बानी, नाकमा चाहिँ केही कुराहरू राख्ने बानी हुन्छ, त्यही कारणले हुनसक्छ भनेपछि एडोलेसेन्ट भनेको चाहिँ युवाहरूमा चाहिँ मेनली एन्जियोफाइब्रा भनेको एउटा नाकमा हुने ट्युमर जस्तो हो, यसको कारणले हुनसक्छ, या चोटपटक लागेर हुनसक्छ। र एडल्टहरूमा मेनली भनेको नाकमा साइनसाइटिसहरू, साइनसाइटिस भनेको पिनास भन्ने हजुरले बुझ्नुहुन्छ होला, पिनासको कारणले हुनसक्छ। र बुढोपाकामा चाहिँ प्रेसर र क्यान्सर, मेलिग्नेन्सी क्यान्सर रोग जस्ता कारणले हुनसक्छ। अब यस्तो बेला के गर्ने? नाकमा चाहिँ टाउको माथि गर्ने कि तल गर्ने भन्ने कुरा हो। यसमा चाहिँ मेनली हामीले गर्नुपर्ने भनेको चाहिँ नाक पिन्च गर्ने, यसलाई भनिन्छ, यो मेथडलाई भनिन्छ ट्रोटर्स पोजिसन भनिन्छ। यो भनेको चाहिँ फर्स्ट स्टेप हो। नाकबाट रगत आउने बित्तिकै आत्तिनु भएन। पहिले चाहिँ के गर्ने, एउटा ठाउँमा बस्ने र बसेर चाहिँ सकेसम्म बेसनको नजिकै बस्ने र आफ्नो नाकलाई चाहिँ थिच्ने, नाकलाई चाहिँ थिचेर टाउको चाहिँ मुनितिर गर्ने र मुखबाट चाहिँ सास फेर्ने। अनि यदि तपाईँसित केही कोल्ड कुरा, चिसो कुरा केही छ भने त्यसले चाहिँ नाकलाई कम्प्रेस गर्ने, जसको कारणले चाहिँ नाकको त्यहाँ जहाँबाट रगत बगिरहेको छ त्यहाँको भेसल्सहरू, जुन रक्तनलीहरू, त्यो चाहिँ खुम्चिन्छ। खुम्च्यो भने चाहिँ रगत बग्न कम हुन्छ। र यसपछि चाहिँ यदि यसले यो चाहिँ लगभग 5 देखि 10 मिनटसम्म ट्राई गर्ने। यदि 5 देखि 10 मिनटसम्म ट्राई गर्दा पनि नाकबाट रगत बग्न कम भएन भने चाहिँ त्यति बेला नै हस्पिटल गएर एउटा इएनटी स्पेसलिस्टलाई गएर भेट्ने। र यदि धेरै रगत ब्लिडिङ भएको छ भने त्यसलाई चाहिँ इमर्जेन्सीमा नै म्यानेज गर्न सकिन्छ।